सबैमा मैले हिजो त्यो मेथी देखाएको थिएँ तपाईँहरूलाई त्यहाँदेखि यो नाइट क्रिमको लागि भनेर है त्यहाँदेखि मेथीलाई चाहिँ ओभरनाइट सुक गरेको मेथीको यस्तो कलर चाहिँ यस्तो हुन्छ येल्लो हुन्छ होइन त्यहाँदेखि यसलाई चाहिँ तपाईँले हल्काले यसलाई बोइल गर्नुपर्छ यो चाहिँ मैले कति 1 विकको लागि चाहिँ मैले क्रिम बनाउँदैछु त्यो नाइट क्रिम एन्टी एजिङ त्यसको लागि चाहिँ कम्ती 1 स्पुन मेथी भिजाएको हो नि त हो त्यसलाई चाहिँ यसरी बोइल हुँदैछ यति छ है यति चाहिँ हुन्छ क्वान्टिटी चाहिँ राम्रो हेर्नुहोस् है यसरी बोइल हुँदैछ कम्ती यसरी मजाले बोइल भएपछि त्यहाँदेखि सेलाएपछि चाहिँ त्यहाँदेखि चाहिँ हामीले बनाउनु पर्ने हुन्छ यसको नाइट क्रिम चाहिँ यसरी बोइल हुँदैछ है कति राम्रो क्रिम बन्छ नाइट क्रिम यो एन्टी पिम्पलको हो तपाईँहरू पनि यस्तो टाइपले बनाउनु अब नेक्स्ट भिडियोमा चाहिँ फेरि म तपाईँहरूलाई क्रिम बनाएर देखाउनेछु किप वाचिङ माई भिडियो